Guys, namaste and welcome back to my YouTube channel again after long time पछि अनि इट्स मी उमा श्रेष्ठ हजुरहरू कतिजनालाई त थाहा होला म को हो भनेर अनि जो पनि नयाँ हुनुहुन्छ भने म चाहिँ उमा श्रेष्ठ र अहिले हाल चाहिँ म अब्रोडमा छु अनि आज चाहिँ मेरो हिजो चाहिँ डे अफ थियो अनि आज चाहिँ मेरो ड्युटी स्टार्ट अनि सो म चाहिँ उता ब्याङ्कमा पनि जानुपर्ने काम भएको भएर चाहिँ मेरो ड्युटी चाहिँ 3 बजेदेखि थियो सो म चाहिँ 2 बजे नै रेडी भएर निस्किँदैछु अनि जाडो पनि छ एकदमै पानी परिरहेको थियो हिजो चाहिँ आज चाहिँ पानी परेको छैन तर वेदर चाहिँ फेरि पानी पर्ला जस्तो पनि भइरहेको छ अनि सो आज चाहिँ मलाई कस्तो हल्का छिटो पनि निस्केको तर म कहिले पनि डे अफमा पनि म रुमदेखि बाहिर निस्किदिनँ थिएँ सो आज चाहिँ अलि छिटो निस्केको भएर आज चाहिँ भिडियो स्टार्ट गरिदिउँ न त भनेर चाहिँ मैले भिडियो स्टार्ट गरेको एन्ड मेरो ओटिटिडी भन्नुपर्दा चाहिँ यस्तो छ केही पनि छैन भित्र चाहिँ कामकै ड्रेस छ अनि मफलर अनि ओके अब चाहिँ म जान्छु म बस्ने अपार्टमेन्टको वरिपरिको नजारा चाहिँ यस्तो छ है डाँडा काँडा यस्तै छ ओ माई गड आज त कस्तो फोहोर पानी समुद्रमा लुक एट दिस बाढी जस्तो छ त के हो यस्तो ओ माई गड अनि म जानुपर्ने ब्याङ्क चाहिँ यहीँ नजिकै छ के मार्केटदेखि नजिकै नै छ अनि मेरो खासमा चाहिँ मेरो एटिएम कार्ड लिनुपर्ने हो कस्तो गाह्रो ओ माई गड मेरो चाहिँ काम भनेको चाहिँ एटिएम कार्ड लिनुपर्ने थियो त्यो चाहिँ मेरो लगभग एकाउन्ट खोलेको 1 महिना पनि बेसी भइसक्यो अनि त्यो कार्ड चाहिँ मेरो होम एड्रेसमा चाहिँ सेन्ड गरिसक्यो भनेको छ तर मैले चाहिँ त्यो रिसिभ गरेको छैन कि भेटेकै छैन अनि सो आज बुझ्न जान लागेको अहिले त मेरो साउन्ड सुनेन होला त्यहाँनिर घ्यारले इट्स ओके कस्तो लाज पनि लाग्दैछ मान्छेहरू छ आई डोन्ट नो आज चाहिँ ब्याङ्क खुल्ला छ कि छैन आई होप खुल्लै होला आज त्यस्तो केही पनि छैन अनि म चाहिँ अहिले भर्खर 2:30 भएको छ कि अनि टाइम काममा जाने चाहिँ 3:30 बजे हो छिट्टो निस्केको छु ब्याङ्कको काम चाहिँ धेरै टाइम पनि छैन कि सो टाइम अझै छ मसँग त्यही भएर म त्यहाँ ब्याङ्कमा गएर आज चाहिँ केही यसो टाइम पास यताउता के गर्छु देखाउने छु म चाहिँ अहिले भर्खरै ब्याङ्कको काम सकेर आएँ भन्नाले पनि म बुझेँ के हो मेरो कार्ड कहाँ छ मैले किन अहिलेसम्म यत्रो एकाउन्ट खोलेको यत्रो टाइम भयो तर मैले मेरो कार्ड रिसिभ गरेको छैन मसँग छैन मैले कति ठाउँमा चेक गरेँ भेटिनँ भनेको अनि उनीहरूलाई पनि थाहा छैन अरे अनि उनीहरूले कल गर्यो जाग्रेबमा त्यहाँ छ कि भनेर ओके एकछिन म रोड क्रस गर्छु है ओके अनि जाग्रेबको उसमा कल गरेपछि चाहिँ उनीहरूलाई पनि थाहा छैन कि त्यो कार्ड कहाँ छ भनेर अनि सो अब चाहिँ हाम्रो अरे मेरो अर्को नयाँ कार्ड बनाउने अरे मेबी 2 weeks लाग्छ अरे अनि त्योभन्दा अगाडि पनि हुनसक्छ त्यो अब कल गर्छु भनेर भन्ने थियो अनि मेरो नेपालको नम्बर त्यहाँनिर दिएको थियो सो त्यो नम्बरमा त कल लाग्दैन हामी यसमा कल गर्छौँ भन्दै थियो अनि त्यो नम्बर चाहिँ मेरो वाट्सएप मात्रै छ कल हुँदैन भनेको सो मेल गर्छु कहिले बन्छ बनेपछि मेल गर्छु भनेको छ यतै हो अनि म चाहिँ यसो भर्खर 2:30 भएको छ कि त्यस्तो टाइम पनि लागेन 10-12 मिनट लाग्यो होला अनि मैले सोचेको थियो म चाहिँ बाहिरतिरै टाइम स्पेन्ड गर्छु मेरो काममा जाने टाइम नहुन्जेलसम्म भनेको ओ माई गड के हो यो मेरो बोली सुन्दै छैन होला अनि मैले त्यही सोचेको थियो अझै 1 आवर जति टाइम छ मसँग म चाहिँ अनि यता बाहिरतिर देखाउँछु नजरा भन्ने सोचेको थियो तर मसँग 1 आवर टाइम त छ पानी पर्न लाग्यो क्या जाडो पनि भइरहेको छ वेदर देख्न सक्नुहुन्छ पानी पर्न लागेको छ अनि मसँग छाता पनि छैन अनि त्यही भएर म रुमै फर्किन लागेको क्या यस्तो मलाई त्यो एटिएम कार्ड अब कस्तो जरुरी छ क्या किनभनेदेखि मैले
नेपाल पैसा पठाउनु पऱ्यो भने चाहिँ यहाँको ब्याङ्क एकाउन्टको मसँग मोबाइल ब्याङ्किङ त छ, तर त्यहाँबाट चाहिँ एकदमै लेट ढिलो जान्छ अरे भनेको सुनेको छु। अनि ट्याप ट्याप सेन्डबाट चाहिँ अर्ली अहिले नै जान्छ नि त। सो त्यही भएर चाहिँ त्यो खोल्नको लागि पनि चाहिरहेको छ। अनि मलाई कहिलेकाहीँ पैसाहरू अब त्यसमा आफ्नो क्यास पैसाहरू जम्मा गर्न पनि त्यो कार्ड नै चाहिन्छ। त्यही भएर चाहिँ मलाई एकदमै नेसेसरी भएको भएर म कतिचोटि गइसकेँ ब्याङ्क। ओ माई गड, कहिले बन्द हुन्छ कहिले के हुन्छ। सो मैले ब्याग बोकेर गएको थियो। अब म यो ब्याग राख्छु अनि एकछिन बस्छु अनि जान्छु। द्याट्स इट। बाहिरतिरको नजारा देखाउँछु भनेको थियो। अब पानी पर्न लाग्यो यही हो। काममा जान लागेको कि आएर 10-15 मिनट त मोबाइल चलाएर बसेँ। अब निस्किन लागेको पानी भर्नलाई। के गर्नु भगवान्, यो पानी कति परेको क्रोसियामा, कति मान्छेको ठाउँमा चाहिँ हिउँ परेर हिउँ खेलिरहेको छ, हाम्रोमा चाहिँ न हिउँ पर्ने, यो पानी 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 जिन्दगानी। मम्मी बचाऊ, पानी परेपछि यस्तो चिसो हुन्छ। पानी परेपछि कस्टमर पनि आउँदैन क्याफेमा अनि अल्छी लाग्छ। छाता बोकेर म हिँडेको। अब कस्तो सोचेको थिएँ मैले भनेदेखि आज म छिटै निस्किन्छु रुमदेखि होइन। अन्त म चाहिँ छिटो निस्केर यताउता म कतै के जे भयो भने म भिडियो बनाउँछु सोचेको थियो। तर यो के भयो, मैले सोचेको कहिले पनि केही हुँदैन। मैले अस्ति पनि भिडियो स्टार्ट गरेको थिएँ कि होइन। म चाहिँ अब यो मेरो डे अफको दिन चाहिँ म प्रोडक्टिभ दिन बनाउँछु, पानी नपरोस्, म बाहिर गएर जे देख्छ त्यही भिडियो बनाउँछु भनेर सोचेको थिएँ कि। तर लास्टमा के भयो, पानी पऱ्यो, दिनभरि सुतेरै गयो। अनि आज पनि घाम लागेको थियो अघि नै त। अनि छिटै निस्किन्छु, केही न केही भिडियो बनाउँछु सोचेको थियो। फेरि निस्किने बेलामा पानी पऱ्यो, त्यही हालत। के हो, मेरो दिन प्रोडक्टिभ बनाउने त यो वेदरको त मनै छैन। के गर्नु, अब जे भए पनि काममा त जानै पऱ्यो होइन, जानै पऱ्यो। इट्स ओके, जाँदैछु। अन्त यही छाता हो कि खोल्न नजानेर बोसहरूको अगाडि बेइज्जत, खोल्न पनि नजाने, खोलेपछि बन्द गर्न पनि नजाने। मसँग कि अझै पनि हाफ आवर टाइम छ क्या, त्यति छिटो निस्केको। किनभनेदेखि रुममा पनि म बिहान आज पनि कति 9-10 बजेतिर उठेको। अनि उठेर फ्रेस भएर खाना बनाएर खाएँ। मोबाइल हेरेकै मेरो मोबाइल धेरै हेरेर टाउको नै दुखिसक्यो क्या। अनि अहिले पनि एकछिन मम्मीहरूसँग गफ गरेँ कि मोबाइल हेर्नु बरु छिटो जान्छु भनेर निस्केको। बाहिरको वेदर हेरेँ यस्तो पानी पर्ने, के चाहिँ गर्नु होला। अनि मैले चाहिँ मेरो ड्रिम छ आइफोन लिन्छु, म भ्लग बनाउँछु, म राम्रो मैले त्यो सोचेको छु नि त, पोस्ट गर्छु भनेर सोच्छु क्या। कहिले होला मेरो त्यो ड्रिम फुलफिल हुने। अनि अहिले चाहिँ मैले एन्ड्रोइडबाट फोन के अरे भिडियोहरू बनाउँछु नि त। पहिलेको भन्दा पनि मैले मोबाइल चाहिँ चेन्ज गरेँ। तर क्यामेराबाट यो फ्रन्ट क्यामेराबाट त ठिकै देख्छ कि अनुहार, ब्याक क्यामेरादेखि चाहिँ के हो त्यो। मैले अघि ट्राई गरेको ब्याक क्यामेरादेखि भिडियो बनाउने, मेरो अनुहार देखेर मै तर्सिरा। छाता ल्याएको चाहिँ राम्रै भएछ, पानी अहिले नै चाहिँ पर्दैन जस्तो फिल भएको थियो। तर पनि बोकेर गइदिउँ न भनेर बोकेर ल्याएको। बाटोमा पानी पर्यो, काम लाग्यो मलाई, छाता काम लाग्यो। कस्तो कोही मान्छेले देख्यो भने मैले चाहिँ भिडियो बनाएको छैन जसरी हिँड्छु क्या होइन। हुन त यिनीहरू मैले जे बोले पनि जे गरे पनि यहाँको मान्छेले मेरो भाषा कसैले बुझ्ने होइन। तर पनि लाज लाग्ने क्या, लाज लाग्ने। अहिले त झन् भिडियो बनाउने त बानी नै हटेछ कि। पहिला त मलाई लाज त लाग्थ्यो, तर पनि बनाइदिन्थेँ भनेर। अहिले त कस्तो क्यामेरा साई जस्तो पो फिल हुन थाल्यो क्या आफूलाई। कस्तो अड लाग्ने, के गरौँ कसो गरौँ हुने क्या। कोई बात नहीं, बनाती हूँ मैं तो भिडियो। यस्तै छ।
गाइस कस्तो स्याड भयो म किन भन्नु न यता एउटा उयो थियो के भन्छ अरे क्या स्ट्रिट फास्ट फुड भन्ने त्यो उयो थियो कि मतलब त्यहाँ बर्गरहरू पिज्जाहरू अब अरू अरू ब्रेडको केहरू पाइन्थ्यो त्यो खानुपर्छ भनेर मैले 5 रुपियाँ होइन 5 युरो बोकेर आएको थिएँ छैन बन्द रहेछ कस्तो भोक लागिरहेको छ मेरो 9 घन्टा ड्युटी गर्नुपर्ने अहिले कि मैले 9 घन्टा ड्युटी गर्नुपर्ने छ नि त अनि भरेसम्म त मलाई भोक लाग्छ होला नि त नि त्यही भएर खान्छु भनेर मैले 5 रुपियाँ कति रुपियाँ 5 युरो लिएर आएको थिएँ क्या कस्तो स्याड भयो नि त नि ठिक छ केही छैन अब म अझै मसँग टाइम छ अब जान्छु अनि कफी खाएर बस्छु अनि 3:30 भएपछि मात्रै स्टार्ट गर्छु काम त्यहाँको दाइहरू अरू दाजुहरू क्या उनीहरूको ठिक्क टाइममा मात्रै काम स्टार्ट गर्छ क्या अनि हामी चाहिँ जो छौँ 10-15 मिनट अगाडिदेखि काम गर्छौँ अनि 10-15 मिनट पछि कामबाट निस्किन्छौँ क्या यो चाहिँ हाम्रो नेपालीहरूको काइन्ड अफ धेरै मान्छेको चाहिँ एउटा यो के भन्छ के हो भन्न आएन है राम्रो गरौँ भनेर सोध्छ तर तिनीहरूले केही पनि राम्रो सोच्दैन यिनीहरूले अगाडिदेखि नै काम गरेछ पनि सोच्दैन यिनीहरूले धेरै बेरसम्म काम गरेको छ भनेर पनि सोच्दैन हामी चाहिँ गरिदिन्छौँ तर आज म ठिक्क टाइममा मात्रै गर्छु अब मेरो इन्टेन्सन चाहिँ राम्रो भिडियो बनाएर पोस्ट गर्ने थियो भ्लग हाल्छु भनेर यस्तै भयो वेदरले पनि साथ दिएन मैले राम्रो भिडियो बनाउनलाई अनि मेरो दिन पनि यस्तै भयो अब केही छैन जे हुन्छ त्यही अहिलेलाई सर्ट एन्ड जस्तो सुकै भएको भिडियो पोस्ट गरिदिन्छु नेक्स्ट टाइम चाहिँ अलि राम्रो भिडियो लिएर आउँछु ओके बाई सी इन द नेक्स्ट भिडियो चाउ